प्रमाण खै के को प्रमाण भन्नु बुझे बुझ्नेलाई इशारा काफी छ दाइ तपाईलाई भन्नुपर्छ र होइन यो क्वेसन चाहिँ मलाई मेरो पनि कमेन्टमा एकदमै धेरै साथीहरूले पठाउनु भएको छ। अघि मैले सुरुमा पनि भने मैले हुन त यो आज नेपाली कांग्रेस पार्टीको यो प्रतिज्ञा सभामा मैले यो प्रश्नको यसलाई मेरो कमेन्टमा आएको अघि मैले सुरुमा आउँदै गर्दाखेरि मैले यो प्रश्न लिने कि नलिने होला भन्ने कुराको म दुविधामा थिएँ। तर मैले पछाडि के सोचेको हो भने आखिर नागरिकले सोधेको प्रश्न ती प्रश्नहरूको सन्दर्भमा म एउटा जिम्मेवारीमा छु। जिम्मेवारी भएको हुनाले गर्दाखेरि मैले यो प्रश्नको मैले आफूले यसको लागि रेस्पोन्स गर्नुपर्छ भन्ने कुरा ठाने। म यसमा धेरै डिटेलमा जान्न, खालि तपाईँले सोधेको कुराहरूको सन्दर्भमा मलाई साथीहरूले सोध्नु भएको कुरामा के सोध्नु भएको छ भने तपाईँले पार्लियामेन्टमा उभिएर तत्कालीन माननीय रवि लामिछानेको सहकारीसँग जोडिएको केही प्रमाणहरू छन् जुन प्रमाणले उहाँ दोषी भएको कुरा देखाउँछ। यी प्रमाणहरू छन्, त्यसको आधारमा माथि छानबिन हुनुपर्छ भन्नेको सारमा यही नै कुरा हो। तपाईँले प्रमाणहरू छन्, उहाँले सहकारीको रकम अपचलन गरेको प्रमाणहरू छन् भनेर भन्नुभयो। त्यो प्रमाण खोइ त्यो प्रमाण खोइ त्यो प्रमाण खोइ भनेर चाहिँ मलाई बेला बेलामा त्यो रिप 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 भनेको जस्तै दुईटा आउँछ। मलाई त्यो साथीहरूले गर्ने कमेन्टमा एउटा बाख्रा 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 भनेर आउँछ, एउटा प्रमाण 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 भनेर आउँछ होइन। अब मैले यसलाई दुईटै कुराको उत्तर दिनु पर्ला जस्तो लाग्यो। एनिवे मैले त्यही भएर चाहिँ यो के गरौँ, मैले खालि एउटा सानो एउटा टेक्स्ट मैले रेफरेन्स ल्याउनुपर्छ होला भनेर ल्याएर राखेको। मान्य रवि लामिछानेको नाममा 2 करोड कर्जा प्रवाह भएको र आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेको देखिएकोले रकमबारे थाहा थिएन भन्ने जिकिर खण्डित भएको। मान्य रवि लामिछाने प्रबन्ध निर्देशक हुनु अघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई ब्याङ्क खाता खोल्ने र हस्ताक्षर गर्ने निर्णयमा संलग्न रहेको। मान्य रवि लामिछानेले निशुल्क शेयर पाएको दावी गरे तापनि उक्त शेयर लगानी गर्नको लागि सहकारीकै रकम प्रयोग गरेको। मान्य रवि लामिछानेले आधिकारिक रूपमा अलग भएको भनिएको मिति पश्चात पनि कम्पनीको 100औं चेकहरूमा निरन्तर रूपमा हस्ताक्षर गरिरहेको। मान्य रवि लामिछाने कर्मचारीको रूपमा मात्र नभई कम्पनीको सञ्चालनमा सारभूत प्रभाव पार्ने हैसियतमा रहेको अन्य कर्मचारीको बयानले समेत स्पष्ट पारेको। मान्य रवि लामिछानेले सुप्रिम सहकारीको रु 10 करोड 99 लाख गैर कानुनी रूपमा गोर्खा मिडियामा लगी संगठित अपराध गरेको दावी रहेको। मान्य रवि लामिछाने कम्पनी स्थापना भएको दिनदेखि नै 15% शेयर धनी रहेको र व्यवस्थापनमा सुरुदेखि नै संलग्न देखिएको। यो अहिले मैले पढेर सुनाएको कुरा चाहिँ यो मैले भनेको होइन, यो नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला जुन चाहिँ वेबसाइटमा छ त्यसलाई मैले पढेँ है। अब मलाई सोध्नु भएको कुरा के हो भने मान्यजीले प्रमाण लिनुभएको कुरा, मान्यजीले यसबाट कर्जा प्रवाह भएको प्रमाण छ, कर्जा लिनुभएको प्रमाण छ, यही भन्छ निजको नाममा कर्जा प्रवाह भएको र आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेकोले रकम बारे थाहा थिएन भन्ने जिकिर खण्डित भएको। यो मैले होइन, यो कोर्टले भनेको है। र यही कोर्टले के भन्छ भने सूर्यदर्शन बचत तथा ऋणमा 1.5 अरब रुपियाँ हिनामिना गोर्खा मिडियामा त्यसबाट 30 करोड प्रवाह भएको। सुप्रिम बचतले के भन्छ यसको बारेमा, रूपन्देहीको कोर्टले के भन्छ, मान्यजीको नाममा बिना धितो 2 करोड ऋण प्रवाह भएको। चितवनको कोर्टले के भन्छ, मान्यजीको नाममा 11 करोड 70 लाख गोर्खा मिडियामा गएको र मान्यजीले हस्ताक्षर गरेको 414 वटा चेकहरू फेला परेको। अब काठमाडौँले के भन्छ, काठमाडौँको कोर्टले के भन्छ, 5 करोड 8 लाख
दाबीको बारेमा सञ्चालकहरूसँग मिलोमतोमा ऋण प्रवाह भएको। पर्साले के भन्छ फेरि 1,50,00,000 रुपियाँ मान्यजीले चाहिँ व्यक्तिगत रूपमा ऋण लानु भएको। अब यो सबै मैले एउटा पनि मैले भनेको होइन यो, मलाई अहिले भन्ने मन पनि छैन, खास मलाई यो विषयमा प्रवेश गर्ने मन पनि थिएन। तर अब मैले प्रतिज्ञा पत्रमा छलफल गरौँ भनेर पठाएको क्वेसनमा पनि अब रिप भनेर पठाइदिएको छ कि बाख्रा भनेर पठाइदिएको छ कि प्रमाण भनेर पठाइदिएको छ। त्यही भएर पनि तपाईँले पनि क्वेसन नसोधी नरहन सक्नुभएको होला। म आफै पनि यो क्वेसन त आउँछ भनेर चाहिँ यो अघि आएको जस्तै गरिकन यो अरू जस्तै प्रतिज्ञा पत्रको आएकै थियो। मैले खालि यति मात्र भने यसमा कि यो जे कुरा मलाई सोधिएको कुरा हो, यो कुरा मैले यसको बारेमा बताइराख्नु पर्दैन। जसलाई इच्छा छ कृपया सम्मानित सर्वोच्च अदालतको वेबसाइटमा गएर त्यसलाई गएर हेरिदिनु होला। मैले यति नै राखेँ। धन्यवाद।